तर खास गरिकन सुकुम्बासी समस्या समाधान आयो उहाँले जो काम गर्नुभयो त्यो वास्तवमा चाहिँ रूपन्देही कहिले नबिर्सन्ने नै एउटा काम नै थियो। त्यो काम चाहिँ त्यसको बारेमा पनि उहाँले चाहिँ यहाँ धेरै कुरा राख्नु भएको छ। मेयर हुँदाखेरिमा आफूले बुटोल नगरपालिकामा के काम गरे भन्ने कुरा पनि उहाँले राख्नु भएको छ र उहाँले आफूले व्यक्तिगत रूपमा भएका कैयौँ घटनाका कुराहरू, सङ्घर्षका कुराहरू अनि सोसाइटीका कुराहरू, तिनी कुराहरू पनि उहाँले चाहिँ राख्नु भएको छ। एउटा सामान्य पृष्ठभूमिको मान्छेले उठेर यो ठाउँसम्म आउँदाखेरिमा कति सङ्घर्ष गर्नु पर्यो होला। यद्यपि हामी यहाँ जो अहिले उपस्थित भएका छौँ यो एभरेज यो हाम्रो पुस्ता भनेको सबै चाहिँ सङ्घर्षबाटै खारिँदै उड्दै आएको। अब हामी पछिको पुस्ता चाहिँ कसरी आउँछ त्यो भन्न सकिँदैन। उसलाई चाहिँ निश्चित रूपमा हाम्रो पुस्ताले भन्दा अलिक कम सङ्घर्ष गर्दाखेरि पुग्ला। मलाई कहिलेकाहीँ याद आउँछ मेरो एकजना नजिकको साथी हुनुहुन्थ्यो, मैसँग सँगै सहकार गर्ने एकजना साथी। उहाँले के भन्नुहुन्थ्यो भनेदेखि गरिब बाबुआमाका धनी छोराछोरी भएपछि बडा दुःख हुँदो रहेछ भन्नुहुन्थ्यो। उहाँले पटक भनेको अब आफ्नो अवस्था एउटा छ तर छोराछोरीहरूले त्यो स्टेजलाई उनीहरूले त्यो महसुस गर्छन्। अहिलेको अवस्थालाई नै उनले बुझिरहेको छ। त्यस्तै खालले उहाँ पनि त्यही स्थितिबाट उठेर आउनुभयो। त्यस हुनाले उहाँको जीवन पनि हामी सबैका लागि एउटा प्रेरणादायक छ र त्यो स्टेजबाट उठेर पनि यति काम गर्न सकिँदो रहेछ भन्ने कुरामा चाहिँ यसले चाहिँ देखाएको छ।